गुड मर्निङ एभ्रिवान सबैजनालाई फेरि पनि तपाईहरुलाई मेरो नयाँ ब्लगमा स्वागत छ है। र आज चाहिँ भने म जयगाउँपट्टि जान आँटेको। अहिले बिहानै 9 बजेको छ है। बिहानै निस्किउँ भने चाहिँ अलिक टाइमले ढिलो भयो है। र अहिले हामी चाहिँ भने यहाँनिर गाडीमा रेडी छ। यहाँ मेरो छोरा र मेरो वाइफ पनि छ गाडीमा। निशल हेलो भन्देऊ। के भयो लाग्यो लाग्यो। र यता मेरो वाइफ पनि सेकेन्डमा बसिरहेको छ हो। हेलो भन। र भने चाहिँ अहिले म चाहिँ यहाँनिर मेरो नानी मेरो वाइफ र अन्त मेरो आमालाई पनि लिएर जाउँ भनेर भनेको थिएँ है। अन्त आमालाई फोन गरेर चाहिँ अन्त यहाँ गाडी भएको छिटो आउनु भनेर भनेको छु। र आमा पनि लुगा लगाएर मोटामोटी आइसकिसक्यो है। यहाँनिर रोडमा निस्किसकेको छ। अब यहाँ पछाडि स्क्रिनमा देख्नु हुँदैछ है। आमा पनि आइसकिसक्यो। अब चाहिँ भने हामी यहाँबाट निस्किने हो। र बाटोमा तपाईँहरूलाई म आजको के कस्तो हुनेछ है ब्लग मेरो देखाउँदै गर्नेछु। हेर्दै गर्नुहोस् होला। ल त गाइस अहिले चाहिँ भने हामी सिङदाम पुग्नु आँट्यो है। टोपाखाने क्रस गरिसकेको छ। अगाडि चाहिँ मेरो छोरा बसिरहेछ। हेलो छोरा। र पछाडि चाहिँ मेरो वाइफ छ अनि मेरो आमा पनि छ यतातिर होइन। आमालाई पनि लिएर गएको अन्त गाइस अहिले भने चाहिँ हामी यहाँनिर माझीटरमा रोकेको छ गाडी। यहाँनिर चाहिँ किन रोकेको थियो भनेर भन्दा चाहिँ यहाँनिर क्यास थिएन गोजीमा। अन्त यहाँनिर क्यास निकालेर चाहिँ यहाँ आएँ। अब चाहिँ जाने हो फेरि। हामी यहाँ रम्फू ब्रिजमा छ है। अब चाहिँ हामी यो बङ्गालपट्टि लागिसकेको छ है। किर्ने आइपुगिसक्यो है। टुरिस्टहरूले गर्दै हेर गाडी टुरिस्ट गाडी आमामा मल्ली यताडि मेरो फेरि जाममा फस्यो। ठुलो कस्तो उडिरहेको छ बाफले। के त धुलो उडेको यस्तो। केही देख्दैन छ। यो चाहिँ लाभ हामी चाहिँ भने अहिले चाहिँ अब बाघपुल आइपुग्यो है। छ गाडी राख्ने जग्गा छ कि हो यहाँ रहेछ। अहिले चाहिँ भने हामी फाइनली है यो मन्दिरको मुनिपट्टि रोडमा आइसकेको छ है। गाडी साडी पार्किङ गरेँ है। र जाँदैछु गाडी चाहिँ यहाँ पल्लोपट्टि पार्किङ गरेर आएको छु। यहाँ चाहिँ म र नानी छ। पछाडि चाहिँ आमा र मेरो वाइफ आउँदैछ है। र तपाईँहरूलाई अब गएर मन्दिरमा पूजा गर्नेछु है। ल त गाइस हेर्दै गर्नुहोस् होला। अब हातसाथ धोएर चाहिँ अब माथि चाहिँ पूजा गर्नु। यहाँनिर चाहिँ अहिले भने चाहिँ हामीले पूजाको सामानहरू किन्दैछ। नानी र आमाले चाहिँ मिसरले चाहिँ बोकिहालेछ यहाँ पूजाको सामान हो। र अब हामी चाहिँ पूजाको सामान किनेर चाहिँ हामी चाहिँ माथि मन्दिरमा जाने हो है। आज एकदमै भिडै रहेछ यहाँनिर। किनभने आज पूजा गर्ने दिन हो नि त। त्यसले गर्दाखेरि भिडै रहेछ है। तपाईँहरूलाई म अहिले माथिको भिडियो देखाउने चाहिँ हेर्दै गर्नुहोस् होला। र अहिले चाहिँ भने हामीले है सामानहरू किन्यो है। पूजा गर्ने सामानहरू किनेर चाहिँ हामी चाहिँ उकालो सिँढीबाट उकालो जाँदैछौँ। यहाँ मेरो पछाडि नै मेरो नानी आमा मेरो वाइफ छ है। र यहाँ चाहिँ हामी फर्स्ट टाइमै हो नि त आज चाहिँ। त्यसले गर्दाखेरि चाहिँ राम्रो बजाऊ है विशाल।
त है गाइस यहाँनिरको चाहिँ फोटो खिच्नु मनै लेखेको रहेछ सायद दिँदैन होला है म यहाँनिरको चाहिँ म भिडियो बनाउने छुइनँ र अहिले पाएछु भने म बनाउने छु है पूजासुजा गरेर आउँछु ओके बाई ल त है गाइस अहिले चाहिँ भने चाहिँ मन्दिर पूजासुजा गरेर चाहिँ प्रसादहरू लिएर चाहिँ फर्किँदैछ है आमा छ म छ अन्त मेरो वाइफ पनि छ मेरो नानी चाहिँ यहाँ तल अगाडि गइसकेको छ है फेरि अर्को मन्दिरमा जानुपर्छ पूजा गर्नु चाहिँ दर्शनको लागि हेर्दै गर्नुहोस् होला माथि चाहिँ भित्र क्यामेरा अलाउड छैन रहेछ त्यसले गर्दा मैले माथिको चाहिँ भिडियो निकाल्नु सकिनँ है गाइस हामीले चाहिँ भने चाहिँ अहिले चाहिँ पूजासुजा गरेर यहाँ तलनिर रोडमा आइसक्यो है मन्दिर चाहिँ यहाँ माथिको हो नि त तपाईँहरूले देख्नु भएको होला है यो सेवक रोडमा छ है काली मन्दिर चाहिँ हामी सबैजना पूजासुजा गरेर चाहिँ यहाँ आइसकेको छ र अहिले भने फेरि हामी अर्को मन्दिरतर्फ जाँदैछ है अर्को मन्दिर चाहिँ कहाँ छ भनेर भन्दा चाहिँ अर्को मन्दिर चाहिँ यो तपाईँहरूले मेरो स्क्रिनमा देखिरहनु भएको यो पछाडिपट्टिको रातो च्यादर लगाएको यो माथि जानुपर्ने हुन्छ है त्यहाँ गएर फेरि हामी पूजासुजा गरेर चाहिँ फर्किनेछ है तपाईँहरूलाई कन्टिन्यू मेरो भिडियो है मैले बिहान घरबाट निस्केको देखिको तपाईँहरूलाई मैले मेरो भिडियो देखाउँदै गरेको है तपाईँहरूले हेर्दै गर्नुहोस् होला है एकछिन र अहिले चाहिँ भने चाहिँ यहाँनिर नानीलाई टिका लाग्यो भनेर पानी किनेर खाँदैछ है र अब चाहिँ हामी त्यहाँनिर पछाडिपट्टिको मन्दिरमा हामी त्यहाँ पनि गएर दर्शन गर्नेछ र आजको भिडियो चाहिँ यस्तै थियो है पूजासुजा गर्नु बिहानै हिँडेको घरबाट है अहिले लगभग 12-1 बजिसक्यो मन्दिरमा पनि निकै भिड थियो मान्छे है त्यसले गर्दाखेरि चाहिँ आज चाहिँ यहाँनिर चाहिँ अहिले हामी फर्किन्छ फेरि है हामी यहाँबाट चाहिँ हामी मल्ली फर्किन्छ फेरि मल्लीमा गएर त्यहाँ सायद बसेर चाहिँ हामी भोलि मात्रै घर फर्किन्छ होला अहिले भने चाहिँ हामी यो पारिपट्टिको मन्दिरबाट चाहिँ पूजासुजा गरेर दर्शन गरेर चाहिँ हामी निस्केर चाहिँ हामी अरू बुहारीको मन्दिरमा आएको छ है यहाँ माथि हामी मन्दिरमा आइसकेको छ अर्कोपट्टि गयो मन्दिर रहेछ नि त त्यसले गर्दा चाहिँ पारीबाट चाहिँ हामीले पूजा गरिसकेर चाहिँ यो मेरो पछाडिको स्क्रिनमा देख्न सक्नुहुन्छ यो मन्दिर चाहिँ गर्दै हामी पूजा गरिसकेर चाहिँ फेरि हामी चाहिँ यहाँनिर वारीको मन्दिरमा आएर पूजासुजा पनि गरिसक्यो र फर्किने पनि अब है यो रोड डल देख्दै यो चाहिँ अब सेवक रोड भइगयो है सिलगढीको उता जाने चाहिँ एकदम सिलगढीपट्टि जाँदैछ है यता आउने चाहिँ सिङताम रम्फूपट्टि आउँदैछ है आजको भिडियो चाहिँ यही थियो है हामी यहीँनिरको यही मन्दिर काली मन्दिरमा आएको थियौँ र आएर पनि अब हामी चाहिँ यहाँबाट चाहिँ पूजासुजा गरेर फर्किँदै गरेको गाइस है यहाँ चाहिँ बाँदरले एट्याक गरेर चाहिँ आफ्नो डन्ठी पक्राइ निश्चल डन्ठी खै ल सबै पूजा गरिसक्यो अब चाहिँ खाजासाजा खाएर चाहिँ बिस्तारैसँगले फर्किने गाइस र मन्दिरमा पूजासुजा सकेर चाहिँ भोक पनि लाग्यो है अहिले चाहिँ खाजा खानु भनेर चाहिँ यहाँ आइरहेको छ हामी खाजामा चाहिँ अब यस्तै मन्दिर पूजा गर्न आएको त्यस्तो अरू चिज खानु भएन है यो चाहिँ आलु पराठा हो एकदम मिठो रहेछ हो यो चाहिँ छोला हो अन्त योसँग चाहिँ मैले मिरिन्डा खाइरहेको छु अन्त यहाँ मेरो आमाले पनि त्यहाँ आलु पराठा खाइरहेको छ र मेरो निश्चलको लागि चाहिँ वाइ यहाँ बनाउनु लगाएको छु अन्त यता आन्टीले चाहिँ के खाँदा चाहिँ उसले चाहिँ सुक्खा रोटी खाएको नि त हामी सबैजना चाहिँ अहिले खायो भने चाहिँ खाजा खान्छ अब खाजा खाइसकेर चाहिँ मैले श्रेयालाई कल पनि गरिसकेको छु है मल्ली आउँदैछ भनेर र हामी मल्ली पनि जानेछ आज चाहिँ भने है यो खाजा खाएर चाहिँ हामी सबैजना फर्किन्छ है गाइस ल हामी चाहिँ अब फर्किँदै गरेको गाडी चाहिँ हामीले पारिपट्टि राखेछ नि त त्यसले गर्दा चाहिँ अब हामीले दर्शन पनि गरिसकेर चाहिँ अब चाहिँ फर्केको गाइसहरूलाई कस्तो लाग्यो मेरो भिडियो है मन पऱ्यो लाइक कमेन्ट पक्कै पनि गरिदिनुहोस् होला भन्दै है तपाईँहरूसँग बिता लिन्छु बाई